भारी चाहिँ भर्खर 3 पानी त्यहाँ कुन लाउनु भएको साथीहरू के छ सन्चै हुनुहुन्छ कसरी हुन्छ सुनिता तामाङ युट्युब च्यानलमा स्वागत छ हजुरहरू सबैजनालाई बिहान बिहानैको घाम झुल्किँदै गरेको नजारा चाहिँ यस्तो छ आमडाँडाको यस्तो घाम झुल्किँदैछ उता म चाहिँ भने अब दाउरा काट्न जाँदैछु मम्मी र म जङ्गलतिर हेर्दै गर्नुहोला यसले यो के गरेको यस्तो नानी छोड न छोड के अरे नानी लु झर त झर न छोड बनाएको भएको खायो भने के गर त यस्ता बुढीहरूले त बनाउँछन् ठिकठाक यस्तै बुढीहरूले के रे के खाउँछ बुढी कस्तो रे आफ्नो चाहिँ खुब राम्रो छ जस्तो लाग्छ क्या तपाईँलाई ल अब हामी चाहिँ दाउरा काट्न जानु लागेको मम्मी यता यो बहिनी मेरो बहिनी म दिदी अब हामी दाउरा काट्न जानु लागेको मम्मीहरू खाजा खाँदै हुन्छ खाजा के खानुभएको है मैले के हो यो ए होइन यो चाहिँ अर्ग्यानिक मुही होइन ल है साथीहरू घाम चाहिँ पुरै लागिसक्छ हामी भर्खर जाँदैछौँ दाउरा काट्न लागि यस्तो अल्छी हो कि हामी यस्तो घाम लागिसक्दा जाने हो दाउरा काट्न लागि पुरै घाम लागिसक्छ हामी चाहिँ भर्खर जाँदैछौँ के अरे मै त भर्खर जाँदैछौँ अर्को त्यसलाई काटेर ल्याउनु कति भइसक्यो 8 बजी हालिसक्यो 8 भइसक्यो घाम लागिरहेको छ यस्तो मजाले घाम लागेको यस्तो दामी दिन्छ नि त किन मलाई त हाँसो उठ्छ मान्छेहरूको देखाउनु ए पढाएन त्यतिकै पढाएन जस्तो जे भए पनि मरेर गएपछि त आफै हाल्छ नि जति धै झगडा गरेँ जे गरे पनि ल है गाइस फाइनली हामी चाहिँ दाउरा भएको ठाउँमा आइसक्यौँ दाउरा पाउने ठाउँमा चाहिँ यस्तो अन्धकार छ भित्र यस्तो भित्र छ पुरै वरिपरि जङ्गल बिचमा खोल्सीमा गएर दाउरा काटेछौँ हामी चाहिँ फाइनली साथीहरू भारी चाहिँ पुगिसक्यो भारी 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 दाउराको भारी दाउरा नभेटेर यता सुँगुरले चारो पुगिसक्यो ल हामी घर अब हिँडेको घर पुगेर भेट्यौँ है त ल है साथीहरू हामी चाहिँ दाउरादेखि आएर पनि खानासाना खाएर पनि अनि यतात्यता कामहरू हुन्छ नि त अलिअलि सबै गरी टाउको साउको नुहाइवरी टाउको पनि नुहाइसकेर सुगी पनि सक्यो कपा अनि अहिले चाहिँ सबै त काम सकेर दिउँसोको काम चाहिँ हाम्रो यहाँ छ यस्तो छ आज चाहिँ यहाँ चाहिँ पुरै रक्सी पार्दैछौँ मम्मीले बस्नु भएको अनि म चाहिँ हेर्नुपर्ने छ आगो हेर्नुपर्ने छ रक्सी पार्दैछौँ आज दिउँसोको कामै यो रक्सी पार्ने बस्ने त्यही हो हेलो साथीहरू म चाहिँ टिकटक बनाउन आएको थिएँ बारी हेलो साथीहरू म चाहिँ आज टिकटक बनाउनुको लागि बारीतिर आइरहेको छु बारीको त हालत यस्तै छ के गर्नु हावा यस्तो चलिरहेछ टिकटकै बनाउँदैन कपाल
सबै यो चाहिँ हाम्रो घर हो यता हाम्रो ठाउँ है यो चाहिँ हाम्रो ठाउँ यस्तो हावा चलिरहेछ अहिले त्यसो पुरै घाम लागिरहेछ म चाहिँ टिकटक बनाउनु यहाँ आएको छु है हाम्रो मम्मी चाहिँ पुरै रिस भइरहनु भएको छ ए भाइ किन आँखा तर्दै भित्र हेर्दै हिँड्नु भएको दिनभरि लडिबस्नु गर अनि आँखा तर होइन एकैटाभित्र यसो गर्दै हेर्दै हेर्नुहुन्छ कति पाने भयो भर्खर 3 पाने त्यहाँ पनि लाउनु भएको 5 पाने त्यहाँ पनि लाग्यो छोक्रा चाहिँ है झोल त्यो पोखरा मात्रै लाग्यो कति 5 पानेमा निकाल्ने त्यो अँध्यारो आयो क्यामेरा 5 पानीमा निकाल्ने कुरा भने त्यस्तै हो साथीहरू आजको दिन चाहिँ यसरी नै बित्दैछ आज काम थिएन अनि त्यही भएर सबैजना घरमै छौँ आज चाहिँ कोही लुगा धुने कोही हिँड्ने बस्ने गफ गर्ने आज त्यही हो कामै अरू छैन त्यस्तै छ